So guys, today I'm going to show you how to make espresso by machine. So this is our portafilter called portafilter. So this is automatic grinder, okay? Automatic. So this one is always the company rules are different like 18 gram, 14 gram. This is dashboard, okay? यो चाहिँ हामीले एउटा ड्यासबोर्ड भन्छ यसले चाहिँ हाम्रो कफीको यो पाउडर मिलाउने काम गर्छ यसरी कफीको पाउडर मिलाइसकेपछि एउटा लेभल हुनुपर्छ अनि यसलाई चाहिँ ट्याम्पर यसलाई चाहिँ ट्याम्पिङ भन्छ हैन यसलाई चाहिँ ट्याम्प गर्दा प्रेस गर्दाखेरि यो हातको मिडल अनि यहाँ 4 राउन्ड त्यसमा चाहिँ त्यसो गरेर एक लेभल हाल्नुपर्छ एक लेभलको हुनुपर्छ अब यहाँ सेट भयो यो सेट भएपछि यसलाई खासमा यस्तो हुनुपर्ने हो अब यो चाहिँ अलिक मेसिन पुरानो भएर यस्तो 360 अलिकति भएन हैन घुम्यो यो एउटा हाम्रो अब ग्लास भयो सर्ट ग्लास अलिक सानो हुन्छ तर अब यो ठिकै छ अहिलेलाई यही युज गरौँ अब कम्पनी यो रुल्स अनुसार चाहिँ कसैकोमा 30 ml एस्प्रेसो बेचिन्छ भने कसैकोमा 34 36 बेचिन्छ है हैन अब हाम्रोमा चाहिँ 30 ml हुन्छ यहाँ हेड ग्रुपमा देख्न सकिन्छ सेकेन्ड र ml अनि हाम्रो चाहिँ 32 देखि 30 ml सम्मको एडजस्टमेन्ट छ हैन यो चाहिँ 32 ml भयो यहाँनिर 28 ml देखाएको छ अब 28 29 यस्तै हो हैन यो भयो अब यता यसको यो ब्ल्याक छ नि यो चाहिँ भयो हार्ड भन्छ यसलाई हार्ड बडी अनि योदेखि माथिकोलाई यो लेयरलाई चाहिँ यसलाई चाहिँ के हार्ड भन्छ अनि यसलाई चाहिँ क्रिम भन्छ दिस इज कल बडी एन्ड द मिडल वान इज हार्ड दे कल एन्ड दिस इज द क्रिम सो कलर जहिले टाइगर कलर हुनुपर्छ हैन टाइगर कलर अनि नम्बर 1